सेवारो नमस्ते, म सुम्लोकवा। आज भने हिगौँको शिरमा श्रीजङ्गा शालिक रहेको जग्गामा घुम्न आएको छौँ। घुम्ने क्रममा तपाईहरुलाई यो भिडियो मार्फत छोटो अवलोकन गराउन चाहे। यहाँनेरि श्रीजङ्गा स्ट्याच्यु छेउमा माथि माङहिम बनिँदैछ। त्यसमा त्यहाँदेखि यता पार गर्ने तपाईको स्काई वक बनिँदैछ। आकाशे पाइदल यहाँ भइसकेको छ, धेरै जसो काम भइसकेको छ। यहाँ हेर्नुस्, तपाईको यहाँ मुनि ताल बस्ने छ, तालमाथि स्काई वक हुनेछ। यसरी नै घुम्दै ठुलो जग्गा छ। यहाँ माथि यहाँबाट सुरु हुन्छ, यो गेटबाट सुरु भएर दाहिने तर्फबाट एउटा गल्ली छ। दाहिने तर्फबाट घुम्दै 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 यो शिरमा चाहिँ श्रीजङ्गाको शालिक राखेको छ। यस सुन्दर पवित्र स्थलमा तपाईहरुलाई सानो भिडियो मार्फत देखाएँ। यहाँनेरि यो दाहिने पट्टिबाट जाँदा दाहिने तर्फ नै धेरै टाढा टाढाको दृश्यहरू हेर्नको लागि पनि बनिँदैछ। अहिले म तपाईहरुलाई देखाउनेछु। यो अङ्क मार्दै मार्दै उकालो आउनुपर्छ, दाहिने तर्फ गएर यो राम्रो जग्गा छ, सुन्दर ठाउँ, पवित्र स्थल युमाङ फेगु पनि भन्ने गर्छ। यो पश्चिम सिक्किम हिगौँमा स्थित बनेको छ। यो हेर्नुस् त, यो यहाँ पनि ग्लासहरू नै जान्छ। यो टाढा टाढा हेर्नको लागि यहाँ घुम्ने जग्गा बनाउँदैछ। यहाँबाट उत्तरे देनताम, सर्दुङ, बङपेन, छाँगे, यो लिङचोम, गेजिङ, पेलिङ सबै देख्न सकिन्छ यहाँबाट। यसै मुनि कलेज खोला पनि छ। अनि कलेज खोलादेखि धेरै उचाइमा परेको छ यो श्रीजङ्गा स्ट्याच्यु। यहाँ माथि श्रीजङ्गा माङहिम स्टडी हलहरू अन्य थुप्रै निर्माण भइरहेको छ। र यो दाहिने बाटोबाट घुम्दै माथि श्रीजङ्गा शालिकको दर्शन पनि गर्न सकिन्छ। र आज भने यति नै। कहाँदेखि हेर्नुहुँदैछ मेरो भिडियोलाई कृपया लाइक गरिदिनुहोला, अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नु नभुल्नुहोला। यस्तै राम्रा राम्रा भिडियोहरू लिएर तपाईहरुमाझ फेरि पनि उपस्थित हुनेछु। यसै भिडियो मार्फत तपाईहरुलाई पनि निम्तो गर्न चाहे। यस सुन्दर ठाउँमा कुनै दिन तपाई पनि आउनुहोला भन्ने निम्तो गर्दै आजलाई भने तपाईहरुमाझ यति नै देखाउन सके। छोटो भिडियो लिएर उपस्थित भएँ। धन्यवाद।